लावारिस हो हैटु त ग्वा ग्वा रोको थियो यार केटा हो म त हैटे रुँदाखेरि त अब म त पो साइको खाएर क्या अब म रुने पुरा हामी अब लास्ट गेम सक्यो यस्तो टेन्सन भएर 4 जना बसिरहेछौँ है माफिया निन्जा दाइ मलिक दाइ अनि हैटु आयो है अगाडि अनि यसो अब हामीलाई जा भन्यो के त्यहाँबाट त्यो गेम त्यो कुर्सीबाट निस्केर बाहिर जा भन्यो अनि यसो निस्केको त हैटु त ग्वा ग्वा रुइदिएर यार आँखा अगाडि म त अनि त के गर्ने आफू पुरा कट्ठेर बसेको छु ऊ त घुवा घुवा रोइदिएर यार अघि नरुहो न नरुहो भन्छु अझ साह्रो रुन्छ यार यस्तो पहिल्यैबाट घोप्टेर बसिरहेको छु है हामी 4 जना बसिरहेको छु यस्तो टेन्सन भइसक्यो मान्छेहरूलाई 4 जना कोही पनि कोहीसँग बोलेको छैन त्यो एडमिन त फोटो खिच्नेहरू आहा यस्तो गर्दै यस्तो रिस उठिरहेको थियो अनि टक्क जा भन्यो अनि ठ्याक्क निस्केर जानु पर्यो भने त हैटु त ग्वा ग्वा रुइदिएर यार छेउमा आएर यार झन् के गर्ने एउटा कन्टेन्ट क्रिएटर चाहिँ राख्नुपर्ने रहेछ हौ मैले त भिडियो खिच्नै सकेन क्या बिचमा खिच्छु भन्छु खिच्नै नसक्ने क्या त्यहाँ टेन्सन थियो अनि भ्लग त कहाँ खिच्न म चाहिँ जित्यो भने चाहिँ म रुन्छु भनेर सोचिरहेको थिएँ क्या तर यस्तो रोइदिन्छु जित्यो भने भनेर सोचिरहेको थिएँ तर ठिकै छ